मानौँ 10 करोड रुपैयाँ हो भने तपाईले आफ्नो सम्पत्ति चाहिँ विभिन्न कुरामा राख्नुहुन्छ। जस्तो तपाईले खातामा क्यास 1 करोड रुपैयाँ राख्नुभयो र 1 करोड रुपैयाँ शेयरमा राख्नुभयो भने एउटा फाइदा के हुन्छ भने तपाईले त्यति पैसा भएपछि तपाईले आफ्नो फ्युचर अलि सिक्योर होस् भन्ने चाहनुहुन्छ। शेयर मार्केटलाई अथवा खातालाई चाहिँ रातारात पैसा कमाउने माध्यमको रूपमा हुँदा नि भविष्य सिक्योर गर्ने एउटा माध्यमको रूपमा लिनुपर्छ। जस्तो मैले खातामा 1 करोड रुपैयाँ राखेको छु भने 12% ब्याज दर हुँदाखेरि मलाई महिनाको 1 लाख रुपैयाँ आउँछ। मेबी शेयर मार्केटमा चाहिँ त्यो बेलामा प्राइस कम हुन्छ हैन, अलि हाई इन्ट्रेस्ट रेट भयो नि त। तर शेयर मानौँ खाताको के अरे ब्याज दर चाहिँ घट्यो भने तपाईको यताबाट कम पैसा आउँछ तर ब्याज दर घट्दाखेरि शेयर मार्केट माथि जान्छ। त्यसले चाहिँ तपाईको लाइफमा चाहिँ त्यति हैन मतलब अनस्टेबल बनाउँदैन, तपाईको कन्जम्सनहरु स्मुथ बनाउँदै जान्छ हैन। त्यही भएर हामीले के गर्छौँ, हामी पहिला पनि त घर किन्थ्यौँ, जग्गा किन्थ्यौँ, जग्गा बेच्न नि गाह्रो हुन्छ तर जग्गाको भाउ काइन्ड अफ स्थिर भइराख्छ। सुन किन्थ्यौँ मान्छेहरूले हैन, मान्छेले सबै एउटै चिज मात्र राख्दैन नि त आफ्नो सम्पत्ति। त्यस्तै गरेर चाहिँ एउटा शेयर पनि तपाईको वेल्थ डाइभर्सिफिकेसनको एउटा माध्यम हो। अनि मान्छेले सुन किन किन्नु, सुन खान त मिल्दैन, किन किन्थ्यो भन्दा लडाइँ भयो भने उ जमानामा चाहिँ सुन बोकेर भाग्यो भने कहीँ न कहीँ गएर सेटल डाउन हुन सजिलो हुन्थ्यो। त्यो धेरै लडाइँ भयो भने सुनको भाउ बढ्थ्यो, तपाईलाई थाहा नै छ हैन। किन अरू सम्पत्ति काम लागेन, लडाइँ भयो भने तपाईँ जग्गा नि खासै काम लाग्दैन, बोकेर हिँड्न मिल्दैन हैन। त्यस्तै हो, यो मान्छेले चाहिँ आफ्नो परिवारको भविष्य, आफ्नो भविष्य राम्रो होस् भन्ने चाहन्छ। त्यो अन्तर्गत शेयर मार्केट हो, शेयरहरु पनि एकदम फन्जिबल एसेट हो नि त। तपाईलाई चाहेको 100 किता बेचे नि भयो, 50 किता बेचे पनि भयो हैन। त्यो क्यासै जस्तो त हो नि, तर खाली यसले के दियो भने तपाईँ ब्याज दर गर्दाखेरि फिक्स एसेटमा राख्नुभयो भने ब्याज दर गर्दाखेरि तपाईलाई शक भइराख्छ भने ब्याज दर गर्दाखेरि यसको भाउ बढ्ने भएको हुनाले त्यो दुईटा ब्यालेन्स सर्ट हुन्छ कि भन्ने भयो हैन। त्यो सेन्समा चाहिँ एउटा स्ट्रङ, एउटा हाइली इन्टिग्रिटी भएको राम्रो एउटा शेयर मार्केट हामीलाई चाहिन्छ, जसको चाहिँ अब रातारात ग्रोथ हुने त म भन्न सक्दिनँ हैन, तर एउटा सस्टेन्ड ग्रोथ भइराखोस्, मान्छेहरूलाई एटलिस्ट इन्फ्लेसनसँग कम्पेरेबल ग्रोथ पनि भइराखोस् हैन। त्यो सेन्समा चाहिँ एउटा शेयर मार्केट फ्रेन्डली पोलिसी हामीलाई चाहिन्छ। अनि त्यो मेरो पोजिसन त्यही हो। तर अब तपाईहरु सबैलाई थाहा छ जसरी जग्गाहरु पनि कहिलेकाहीँ भत्तै भाउ बढ्छ, त्यसै शेयर पनि कहिलेकाहीँ भत्तै भाउ बढ्छ। स्पेसली हामीले के देखिरहेको छौँ भने लो क्याप हाई भोलेटिलिटी भएको शेयरहरुको भाउ चाहिँ अलिक यताउता भइरहेको छ। तर अगेन मान्छेले जुवा खेल्न नि जान्छन् हैन, तास खेल्न नि जान्छन्। त्यस्तै कुनै कुनै शेयरहरु चाहिँ मान्छेले त्यो रूपमा पनि ल्याउन सक्छ, तर त्यसले चाहिँ इकोनोमीलाई खराबै गर्छ भन्ने पनि होइन। त्यसलाई खाली हामीले त्यति धेरै हामीले भन्ने के भन्छ भने कतिपय स्टेबल शेयरहरु पनि छ, ठुल्ठुलो कम्पनीको शेयरहरु रिलेटिभली स्टेबल हुन्छ हैन। त्यस्तै कुनै सानो कम्पनीहरु चाहिँ अलि बढी यताउता भइराख्छ, तपाईहरुले आफूले जज गर्नुस् भन्ने हो। शेयर मार्केटमा हुने क्राइम भनेको चाहिँ कस्तो हो भने जस्तो इनसाइडर इन्फर्मेसनहरु भएर गऱ्यो भने हैन, अब कर्नरिङ भयो भने तिनीहरु चाहिँ अब हरेक देशमा त्यसलाई चाहिँ टाइट गर्ने भन्ने हुन्छ। तर शेयर मार्केट चाहिँ हामीहरूले प्रोटेक्ट गर्नुपर्ने, यसको ग्रो गर्नुपर्ने एउटा चाहिँ ठाउँ हो हैन। यो ग्रो भएर जाओस्, यो प्रोटेक्ट भएर जाओस् हैन। यसमा तपाईले सम्पत्ति राख्दाखेरि आफूलाई पूर्ण रूपमा सुरक्षित पनि महसुस गर्नुहोस्, तपाईको आफ्नो फाइनान्शियल गोलसँग यो कन्सिस्टेन्ट होस् भन्ने रूपमा लिने हो। त्यो सेन्समा चाहिँ शेयर मार्केटको मतलब प्रति हामी सकारात्मक छौँ, त्यति हो नि हैन। र त्यही रूपमा चाहिँ अगाडि बढोस् भन्ने चाहन्छु।